तपाईहरु पनि गर्नुस्, तपाईहरु देशप्रति समर्पित बन्नुस् भन्ने म आग्रह गर्दै भोलिदेखि सम्पूर्ण देशवासीलाई युवा आन्दोलनमा सहभागी भइदिन र अब देश र जनताको न्यायको लागि तपाईहरु सहभागी भइदिन म आग्रह गर्छु र विशेष आज हाम्रा दुईजना अनसनकारी साथीहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। धन्यवाद। नालायक सरकार मुर्दाबाद, नालायक सरकार मुर्दाबाद, नालायक सरकार मुर्दाबाद, मुर्दाबाद मुर्दाबाद। सुशीला कार्की राजीनामा दे, राजीनामा दे, राजीनामा दे, सुशीला कार्की राजीनामा दे, राजीनामा दे, राजीनामा दे। बालुवाटार खाली घर, खाली घर, खाली घर, सिंह दरबार खाली घर, खाली घर, खाली घर। राजीनामा सुशीला कार्की राजीनामा दे, राजीनामा दे, राजीनामा दे। सुशीला कार्की सत्ता छोड, सत्ता छोड, सत्ता छोड। बालुवाटार खाली घर, खाली घर, खाली घर, सिंह दरबार खाली घर, खाली घर, खाली घर। केन्द्रीय आन्दोलन जिन्दाबाद, जिंदाबाद, जिंदाबाद, केन्द्रीय आन्दोलन जिन्दाबाद, जिंदाबाद, जिंदाबाद, केन्द्रीय आन्दोलन जिन्दाबाद, जिंदाबाद, जिंदाबाद। सुशीला कार्की सत्ता छोड, सत्ता छोड, सत्ता छोड, सुशीला कार्की सत्ता छोड, सत्ता छोड, सत्ता छोड। सुशीला कार्की राजीनामा दे, राजीनामा दे, राजीनामा दे। सुशीला कार्की सिंह दरबार छोड, सिंह दरबार छोड, सिंह दरबार छोड। बालुवाटार खाली घर, खाली घर, खाली घर, बालुवाटार खाली घर, खाली घर, खाली घर। सुशीला तेरो पाराले, दुःख पायो साराले, सुशीला तेरो पाराले, दुःख पायो साराले। वररी दमन मुर्दाबाद, 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 मुर्दाबाद। वररी दमन मुर्दाबाद, सुशीला सरकार मुर्दाबाद, हत्यारालाई कारवाही गर, हत्यारालाई कारवाही गर, हत्यारालाई कारवाही गर, हत्यारालाई कारवाही गर। सुशीला सरकार मुर्दाबाद, सुशीला सरकार मुर्दाबाद, सुशीला सरकार मुर्दाबाद, गृह मंत्री मुर्दाबाद, गृह मंत्री मुर्दाबाद। नालायक सरकार चाहिँदैन, नालायक सरकार चाहिँदैन, नालायक सरकार चाहिँदैन। हामी शान्तिपूर्ण छौँ। सुशीला सरकार मुर्दाबाद, हत्यारालाई कारवाही गर, हत्यारालाई कारवाही गर। कोही बोल्दैन। चलाउनेहरू याद गरून्, केपी शर्मा ओलीका बन्दुकका नाल यही जनताले भाँचेका थिए। सुशीला कार्कीको बन्दुकका नाल फेरि जनताले भाँच्नेछन्। म एउटा के कुरा भन्न चाहन्छु भने रावणका अहङ्कार त टिक्न सकेन, सुशीला कार्कीको अहङ्कार 27 मिनट टिक्न सक्दैन। अहिलेको सरकारले यदि अपराधीलाई कारवाही गरेन भने, अहिलेको सरकारले अपराधीलाई कारवाही गरेन भने त्यो हामीले कारवाही गरेर देखाउँछौँ। हाम्रो माग के छ त? हाम्रो माग जेन्जी युवाको न्याय हो। हाम्रो माग के छ त? चुनावमा जाने तर पहिला न्याय हुनुपर्छ। यदि सरकारले न्याय गर्न सक्दैन भने राजीनामा दिऊ, हामीलाई देखाउँछौँ कि न्याय कसरी हुन्छ, शासन कसरी चल्छ, भ्रष्टाचारीहरूलाई कारवाही कसरी गरिन्छ, भ्रष्टहरू कारागारमा कसरी पुग्नेछन्। त्यसकारण आज निकोलस भुसारको जुन त्याग र समर्पण छ, सम्पूर्ण देशवासीलाई म के भन्न चाहन्छु भने हेर्नुहोस्, यो देश तपाईँको पनि हो, एउटा निकोलस भुसारको त होइन। आज यो देशभरिमा एउटा चेतनशील डाक्टर आज मैतीघर मण्डलमा आफ्नो प्राण त्याग्दै गर्दा म सम्पूर्ण देशका डाक्टरहरूलाई भन्न चाहन्छु, साँच्चीकै तिमीहरूलाई देशप्रति माया छैन, देशप्रति प्रेम छैन भने यो देशको गद्दार डाक्टर हो, यो देशको इमानदार डाक्टर होइन। देश बचाउन तिम्रो पनि कर्तव्य हो। म यो देशको सम्पूर्ण बुद्धिजीवीलाई भन्न चाहन्छु, यो सम्पूर्ण देशभक्तलाई भन्न चाहन्छु, आज यो देश सङ्कटमा छ। यो सङ्कटको बेला जनता उठेन भने, जनता आवाज
विदेशी साम्राज्यवादहरू बाजा बजाएर कुनै देशमा पसेको देखेको छैन। यिनीहरू गोप्य रणनीति बनाएर यिनीहरू लुसुक्क त्यो घरमा छिर्छन् र भोलिको दिनमा त्यो देश कब्जा गरेको इतिहास हामी बिर्सिनुहुन्न। अहिले पनि यो सरकार विदेशी दलालको सरकार हो। नेपाली जनताको पक्षमा यो सरकारले काम गरेको छैन। जनताको पक्षमा काम गर भन्दाखेरि यो सरकारले अहिले हाम्रा दुईजना योद्धा हाम्रा हरिसिंह विष्टज्यू र डाक्टर निकोलास भुषालज्यूको आज 5औं दिनको आमरण अनसनमा सरकारको पक्षबाट कुनै पहल कदमी भएको छैन। के साँच्चीकै यो देशमा सरकार मरेको हो भने अब जेनजी युवा र यो पहिला देशको संयुक्त आन्दोलनमा अब आर्यघाट पुर्याउने हाम्रो उद्घोष हो। अबको यो सरकारलाई आर्यघाटसम्म पुर्याउन उद्घोष हामी गर्न चाहन्छौँ। सरकारलाई म अर्को चुनौती के दिन चाहन्छु भने साँच्चीकै तपाईँ यो जनता र देशप्रति समर्पित हो भने यो जेनजी आन्दोलन चुनाव गराउनको लागि भएको होइन। चुनाव त केपी शर्मा ओलीले पनि गराउन सक्थ्यो। यो 84 सालको चुनाव 82 सालमा गरिदिनुहोस् भनेर यो चुनावको लागि यो आन्दोलन थिएन। तपाईको सरकार बन्दाखेरि केही शर्तहरू थिए हाम्रा देशका युवाहरूको कि यो भ्रष्टाचारी सरकारहरू यो हत्यारा सरकारलाई कारवाही गर्छु। तपाईँ सडकबाट उद्घोष गर्नुभएको थियो 5 दिनभित्र यिनीहरूलाई म कारवाही गर्छु। तर खै तपाईँको 5 दिन कहाँ गयो? आज 100 दिनभन्दा बेसी घटिसकेको छ। तपाईँ सिंहदरबारमा राजकीय आनन्द लिएर मजाले बसिरहनु भएको छ। आज हाम्रा देशका शहीदका आमाहरूको आँसुको बलिन्दा सुकेको छैन। आज हाम्रा घाइते परिवारका साथीहरू घाइते युवाहरू आज पेटको शैय्याबाट उठ्न पाएका छैनन्। तपाईँ साँच्चीकै न्याय गर्न सक्नुहुन्छ भने आउनुहोस् माइती घर मण्डलमा भन्नुहोस् मलाई यो कानुनको धाराले रोकेको छ, मलाई फलाना पार्टीले रोकेको छ। हामी तिनीहरूलाई घरबाट थुटेर माइती घर मण्डलमा हामी कारवाही गर्छौँ। तपाईँलाई साथ दिन हामी त्यहाँ छौँ। यदि सक्नुहुन्न म सकिनँ म यो क्षमताको छैन भने तपाईँ भन्नुहोस्, तपाईँ राजीनामा दिनुहोस्। अहिलेका देशभक्त युवाहरूले देशभक्त योद्धाहरूले शासन चलाउनेछ र हामी भनेका छौँ 100 दिनभित्र यो देशको भ्रष्टाचारीहरू कारागारमा हुनेछन्, यो देशको हत्याराहरू कारागारमा हुनेछन्। त्यो हाम्रो उद्घोष हो। यदि 101 दिनपछि हामीले त्यो गर्न